सोबियु निर्वाचन। त्रिवी केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि 17 जनाको उम्मेदवारी। कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सोबियु निर्वाचनको अध्यक्ष पदका लागि 17 जनाको उम्मेदवारी परेको छ। क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारीको सूचीमा अनेरा सोबियु, नेपाल विद्यार्थी सङ्घ, अनेरा सोबियु क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी समूह लगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका क्याम्पस निर्वाचन अधिकृत प्राडा कृष्ण प्रसाद नेउपानेले जानकारी दिए। उनका अनुसार अनेरा सोबियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपक राज जोशी, अखिल क्रान्तिकारीबाट प्रवीण दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विमल सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल राणा भट्ट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी त्रिवीबाट उज्जवल बहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुषाल, सनम वली र दिप्रसन केसी लगायतले उम्मेदवारी दर्ता गराएका छन्। त्रिवी केन्द्रीय क्याम्पसमा 6146 मतदाता रहेका छन्। त्रिवीले सोबियु निर्वाचनको प्रचार प्रसारको समय फागुन 29 गते दिनको 2 बजेदेखि चैत 2 गते राति 12 बजेसम्मका लागि तोकेको छ। सोबियु निर्वाचनमा आगामी चैत्र 5 गते त्रिवी अन्तर्गतका क्याम्पसहरूमा हुँदैछन्। प्रधानमन्त्री र इजिप्टका राष्ट्रपति बीच टेलिफोन संवाद। बिपिन जोशीको रिहाईका लागि आग्रह। प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फताह सैद हुसेन खालिलसँग टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाएका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाईका लागि थप पहल गरिदिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाईका लागि भूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरेका हुन्। जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराए। इजरायलमाथि आक्रमणका क्रममा सन् 2023 अक्टोबर 7 मा हमासद्वारा बन्धक बनाएका जोशीको इजरायल र हमास बीचको दोस्रो चरणको बन्दी आदान प्रदानको सूचीमा नाम प्राथमिकतामा पार्ने प्रयासका लागि धन्यवाद व्यक्त गरे। प्रधानमन्त्री ओलीले इजरायल र हमास बीचको युद्ध विराम सम्झौताको नेपालले स्वागत गरिसकेको र सो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकाको महत्त्वपूर्ण भएको उल्लेख गरेका थिए। प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्ति पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि आभार व्यक्त गरे। सगरमाथा संवाद कार्यक्रमका लागि निमन्त्रणा। प्रधानमन्त्री ओलीले आगामी जेठ 2 देखि 4 गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि राष्ट्रपति खालिललाई निमन्त्रणा गरे। वातावरण सम्बन्धी विश्व सम्मेलन कोप 27 को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्दामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले उनीसँग आग्रह गरे। नेपाल सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक 2 वर्षमा यस प्रकारको विश्वव्यापी संवादको क्रममा पहिलो श्रृङ्खलाको आयोजना गर्न लागेको हो। संवादका क्रममा संयुक्त राष्ट्र सङ्घका मञ्चहरूमा उम्मेदवारी, आपसी सहकार्य, उच्चस्तरीय भ्रमणको आदान प्रदान, दुई देश बीचको परस्पर सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो। गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्। आयोगको कार्य सम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा उपाध्यक्ष सहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकोले अब सिप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरेका हुन्।
हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ। सहयोग गरेर मात्र हुँदैन, उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ। प्रधानमन्त्री ओलीले भने, जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ। गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ। मन्त्रालयहरूलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन हामीले भन्नुपर्छ। उत्पादकत्व बढेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थाल्छ। उनले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन, मूल्याङ्कन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पार्ने कार्यमा लाग्न पनि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा आयोगका उपाध्यक्ष प्रा डाक्टर शिवराज अधिकारीले 16औं योजनाको कार्यान्वयन, यसका चुनौतीहरू, राष्ट्रिय योजना बैंकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनामाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषण को नयाँ मापदण्ड, समपूरक र विशेष अनुदानको कार्यविधिमा संशोधन आदि विषयमा अवगत गराएका थिए। उनले परिमार्जित मापदण्ड बारे प्रदेश र स्थानीय तहसँग पनि अन्तर्क्रिया गरिएको जनाउँदै वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गर्ने स्थानीय तहलाई स्रोत साधन सम्पन्न बनाउनु पर्नेमा जोड दिए।